ल आज चाहिँ हामी मुभ टुल र टेक्स्ट टुल थाहा छैन यो दुईटा यो दुईटा म सिकाइदिन्छु दुईवटा जस्तै यसमा यो भनेको रोटेट हो मानव यो अस्मिता छ नि लेखेको यसलाई म अलिकति बाङ्गो गर्नु पर्ने होइन यसरी टेढो गर्नु पर्ने त्यसको लागि के गर्नुपर्छ भनेपछि यो रोटेट लिने अनि यहाँ कालो छ नि यसमा क्लिक गर्नु अनि यसरी एकचोटि चाहिँ अलिकति धेरै फास्ट भएको छ कि त्यसपछि मिलाउन सकिन्छ कता राख्ने त यसरी तल गर्ने कि यसरी गर्ने कि यसरी गर्ने यसरी राख्न सकिन्छ बुझ्यो रोटेट भनेको अनि एउटा यहाँ पनि हुन्छ योबाट ठ्याक्कै त्यसको अपोजिट तल माथि गर्नु पर्यो भने यता ठिक छ अब अर्को भनेको यो क्रोप हो जस्तै क्रोपको लागि म वर्डमा गएँ यो फोटो छ नि यसलाई चाहिँ कपी गरेँ यसमा चाहिँ लाएँ अब यसलाई क्रोप गर्नु पर्यो क्रोपमा क्लिक गर्छु अब कतिचोटि क्रोप गर्ने त्यो साइडमा कालो लिएर यसरी आधी फोटो यसरी गर्न सकिन्छ क्रोप भनेको त थाहै होला होइन यो फोटोलाई पनि अब तिमी रोटेट गर्न सक्छौ भने यताबाटै अपोजिट भयो तल माथि गर्नु पर्यो भने ठिक छ यति कुरा बुझेन